हेलो गाइज, वेलकम टु माई न्यू ब्लग। हामी चाहिँ यहाँबाट कहाँको देवी मन्दिर जाँदैछौँ, डाँडा गाउँको देवी। तपाईँलाई हामी देखाउँदै जान्छौँ कि कहाँबाट कसरी जाने, तर हामीलाई पनि थाहा छैन कहाँबाट जाने भन्ने। हामीलाई बहिनीले देखाउँछ अनि हामी तपाईँहरूलाई देखाउनेछौँ है त गाइज। ल उकालो अझै हामी यो उकालो चढेर जानुपर्छ, अनि सङ्घर्ष छ होइन, सङ्घर्ष हो। सङ्घर्ष गरेर एक्सर्साइज डेली भइरहेको फल पाइन्छ। गाउँ हेर्न सक्नुहुन्छ, गाउँको भ्यू एकदम बवाल छ। तल बहिनी आउँदैछन्। डेली एक्सर्साइज भइरहेको छ, हिँड्दै उकालो। अब यहाँ रुखहरू हेर्न सक्नुहुन्छ, माथि रुखहरू छ। अनि गाइस, हाम्रो गाउँको खसी बाख्राहरू यहाँ लोकल ढाडे बोका छ होइन, मेरो पछाडि देख्न सक्नुहुनेछ। अनि यहाँ घर बनाउन लागि छ, अलि 2-3 वर्ष लाग्छ। अब अर्ग्यानिक के अरे यो मल, नाम हो मल। ल हेर्न सक्नुहुनेछ, हामी यहाँ छौँ। हामीसँग हाम्रो बहिनी पनि छिन्, उहाँ देख्न सक्नुहुनेछ, माथि चढिसक्नुहुनेछ। हेलो गर्दै ल हेलो गरिदिइसकेको छिन्। तपाईँहरू हाई चाहिँ कमेन्ट गर्नु होला। बाटो थाहा छैन होइन त। हो यस्तै हामीलाई निकै नै उयो भइरहेको छ। अब यहाँबाट बाइक गइसकेको छ, होइन सल्लो छ त गाडी। हो त स्पाइडरम्यान। हामीले स्पाइडरम्यान। ल स्पाइडरम्यान त्यहाँदेखि स्वाट्टै उता पुग्नु पऱ्यो नि। खोइ त खोइ पुऱ्याइदिउँ भयो। दुरुक्कै उचाल्यो फुट त खाल्ने माथि र। हेर्नु भर्खरै उकालो हिँडेर खुट्टा लक भएपछि फेरि उकालो। हाम्रो स्पाइडरम्यान ज्याकेट लगाइदियो, टोपी लगाएर चिस गर्दै हिँड्यो क्या हामी। ल हेलो गाइस, हामी चाहिँ कहाँ गऱ्यो? जोरखाको मन्दिर। ल बोल न नि। यहाँ गाइस म चाहिँ यहाँ फोटो खिच्दैछु आफ्नो होइन, त्यो ल त्यहाँ पनि तपाईँहरूको नि खिचिदिन्छु। साइकल रहेछ यो। उको नाम कहाँ आएको हामी? ठाउँको नाम चाहिँ अलि थाहा भएन गाइस होइन। जेउस हामीलाई धेरै नै रमाइलो भइरहेको छ। यो रमाइलो पल हो। हामी यहाँ दिवालीको लागि आएका थियौँ र दिवाली हुन्छ हुँदैन जेउस तपाईँहरूलाई हामी दिवालीको केही अपडेट दिइराख्नेछौँ। र अहिले हाम्रो गाउँहरू हेर्न सक्नुहुनेछ, यस्तो पछाडि ब्याकमा मन्दिरको नाम श्री पञ्चकुमारी भगवती मन्दिर रहेछ। मन्दिरको भ्यू निकै नै राम्रो छ र यताको वातावरण जो। हेलो ल सन्देश केही भन त। फेरि पनि अब हामी घरतिर लाग्दैछौँ। यता गाजाको बोट, विष्णुको बोट, उता गाँजा हेर नि, गाँजा चिनेन गाजाको बोट यता। अनि हाम्रै यहाँ गाउँमा आएर धेरै रमाइलो भइरहेको छ। हामीसँग भाइ चिन्टु भाइ, बहिनी। ल हेलो बहिनी। मेरो त भ्लग युट्युबमा जान्छ नि फेरि, साँच्ची भनेको। ल 185 फलोवर छ। फलोवर हेर्नु, सब्सक्राइबर्स। हजुरबा पनि आइसक्नु भएको छ। हजुरबा हेलो गर्नु। हजुरबा हेलो हाय हजुरबा। कस्तो लागिरहेछ? कता के भन्नु पर्यो लगन हाम्रो गाउँमा आएर कस्तो लागिरहेछ? एकदम रमाइलो लागेको छ। तातो घाम छ, घामले चरक्क पोलेर पसिना खलखल काटेको छ। उकाली ओह्राली गाउँै रमाइलो। काठमाडौँ नबस सबजना आयो। हो हजुर। ल हजुरबा गएको हामी। ल गाइड्स अहिले अनि
आउँदैछ गर्छ अब होइन अब चाहिँ मैले यहाँ बनाउन थालिसकेको छु ल यहाँ बहिनी किन हाँसे कि हो नि तर हाँस्न चाहिँ हाँसेन खेती हाँसेन होइन अनि यो कोदो हो कि गहुँ हो कि के हो यो मलाई थाहा छैन कमेन्ट यहाँ भाइ क्यामेराम्यान ल खिची फोटो खिचिराख्नु अनि यस्तै चलिरहेको छ गाउँ धेरै रमाइलो भइरहेको छ र हामीलाई यहाँ हाम्रो यो मन्दिरसम्म पुर्याउने हाम्रो यहाँ बहिनीले अनि मुर्रा भैँसी देख्न सक्नुहुनेछ होइन केपी शर्मा होइन यो घरबेटीले ल्याएको मुर्रा भैँसी म जुम गरेर देखाइदिन्छु होइन गाइज यही हो मुर्रा भैँसी भनेको सौगातको साथी रे होइन गाइज अब जे जस्तो भए पनि गाउँ रमाइलो छ कसो केटा यो बोल्दैन यो लाटो हो होइन के हाम्रो बोला जस्तो लाग्यो थियो हो त तर होइन रहेछ यही हो बहिनी गाँजाको बोट भने गाँजा खेती गाँजा खेती रहेछ यहाँ यता आज हिमाल देखेको छैन अस्ति हिमाल मजाले देखिरहेको थियो आँखाले देखिन्छ क्यामेरा देखेको छैन र यो बालुवा हो गाइस अरू केही पनि होइन यो बालुवा हो यता बनमारा पातहरू टाउको फुट्दा लगाउने अरूलाई त्यो बालुवा भने हाम्रो भ्लगमा यस्तो चिज पक्का तपाईँलाई धेरै छिटो पाउन सक्नुहुन्छ गाउँमा धेरै जस्तो अर्ग्यानिक फ्रुट्स भन्छ होइन फलफुललाई हो ल त्यो देखाइदिए तपाईँ त्यसले बोकिरहेको छ अर्ग्यानिक फ्रुट्स त्यो त्यसको नाम चाहिँ काफल हो होइन कोले खानु भइसकेको छ त्यो कमेन्ट गर्नु होला र यहाँ नसक्नुहुन्छ चिटिक्क परेको घर मकै यस्तो हुन्छ ए ल यो चाहिँ आगो बाल्नको लागि है थाहा छैन नि त यो के हो भन्ने अनि यो चाहिँ पोल हो यो बत्ती सप्लाई गर्ने उता कहाँ छ त्यो किम्बुसीमा ऊ त्यो किम्बुको बोट अब यस्तै हो गाइस यहाँ चाहिँ राम्रो खालको रोड छ अब यहाँ पिच गरिदिनु पर्ने भने बालेन सरलाई भन्दैछौँ अब गर्छ कि गर्दैन र हामी यहाँबाट अब घरतिर लाग्दैछौँ दुईवटा मन्दिर भिजिट गरेर एउटा देवीको मन्दिर र एउटा के मन्दिर भनेको थियो अघि भगवती नि यहाँ गाउँै रमाइलो गाइज होइन गाउँमा आउनुहोस् हामी तपाईँहरू हाम्रो आज तपाईँको होइन ल यस्तै छ गाउँतिरको हेलो सबैजना ल गर्दैछौँ हस् त धन्यवाद।